तपाईले देख्नुभयो कि होला, सम्पूर्णले त भन्न सक्दैन, गाउँ साइडमा आफ्नै भैँसी बाख्रा पालेर बस्नुहुने सम्पूर्ण मित्रहरूले के कति पीडा हुन्छ बच्चा जन्माउने बेला भन्नेको महसुस अवश्य पनि लिनुभएको छ होला। र प्रायःजसो महिलाहरूले त आफै खुद लिने गर्छन्, अनि यो खास गरेर पुरुषले बुझ्नुपर्ने पीडा हो। र धेरै नै छटपटी, धेरै नै पीडा, धेरै नै एकदम भनिन्छ नि दुःख हुन्छ कि। अनि त्यही भएर आज यो भैँसीले नयाँ बेबीहरू जन्माउँदैछ। बेबीहरू त भन्दैन, तर एउटा बेबी जन्माउँछ है। अनि आज यो भैँसीको सङ्घर्ष देखेर म पनि हैरान छु हैन। अनि यसले केही दिन बच्चा काटेको छ। बच्चा काटेको मतलब केही दिन मतलब डेटमा नजन्माएर अलि पछि जन्माउनुलाई बच्चा काट्ने भनिन्छ हाम्रो गाउँघरतिर। अनि हजुरकोतिर के भनिन्छ, कस्तो भनिन्छ त्यो चाहिँ थाहा भएन। हाम्रोतिर चाहिँ त्यस्तो भनेर बुझिन्छ। र यसले आज ठुलो सङ्घर्ष गर्दैछ। यो भैँसी अहिलेसँग दोस्रा भइसक्यो। अहिले जन्माएसँग दोस्राका मतलब यस्तो हुन्छ कि अहिलेसित 2 चोटि जन्माइसक्यो। अनि यसको यो सङ्घर्ष, यसको यो रूप देखेर अलिअलि कता कता म आफैले पनि दुःख लागिरहेको छ, अलिकति गाह्रो भइरहेको छ यो देख्दाखेरि हैन। अनि जसले गाउँ ठाउँमा बसेर अनि भैँसीलाई घाँस पात सोतर गर्नुभएको छ उहाँलाई थाहा हुन्छ नि त हैन, सङ्घर्ष के हो कस्तो हो। र जसले बच्चा जन्माउनुहुन्छ उहाँलाई त झन् ठुलो नै पीडा हुन्छ। अनि यो सानो भिडियो लिएर खिचेर हजुरमाझ अलिकति यो पीडा दर्शाएको मात्र, भिडियो दर्शाएको मात्र, के कस्तो छ कमेन्ट गरिदिनु होला। मैले नराम्रो रूपमा चाहिँ यो भिडियो खिचेर हजुरमाझ राखेको होइन। नराम्रो सोचाइ, नकारात्मक सोचाइ हैन, नेगेटिभ थिङ्किङ चाहिँ नगर्नु होला। जस्ट हजुरमाझ यो केही नयाँ कुराहरू, नयाँ भिडियोहरू पेश गरौँ भनेर मात्र हो। धन्यवाद।